नमस्कार। मैले विशेष गरेर मेरो फेसबुक भिडियो अथवा युट्युबमा मैले एकजना दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिको अभिभावकसँग र उहाँले अपाङ्गताप्रति बुझाइ के छ र आफ्नो सङ्घर्ष कसरी गर्नुभएको छ र वास्तवमा अपाङ्गता भएका त्यसमा पनि दृष्टिविहीन भएका व्यक्तिहरूलाई के कस्ता अवसरहरू दिनपर्छ भन्ने विषयमा यही सेरोफेरोमा रहेर मैले उहाँसँग अन्तर्वार्ता लिन गइरहेको छु र उहाँले आफ्नो परिचय आफ्नै मुखबाट चाहिँ दिनुहुन्छ। विशेष गरेर तपाईको परिचय भनिदिनुस् न सबै श्रोताहरुलाई। नमस्कार, मेरो नाम शान्ति सुनार हो। मेरो घर शङ्कर पोखरी हो। हाल अहिले कुसमा बस्छु बडगाउँमा। छोरी दृष्टिविहीन हुनको कारणले आँखा नदेखेको कारणले यहाँ पढाउनको लागि शिवालय माविको स्कुलमा पढाउनको लागि कुसमामा बस्दैछु हाल अहिले। तपाईको घर को हुनुहुन्छ र उहाँहरूको पनि नाम भन्न मिल्छ भने भनिदिनुस्। अनि त्यसपछि सहर कता हुनुहुन्छ, के गर्नुहुन्छ सहरले, यो पनि बताइदिनुस् न सबैलाई। मेरो घरमा आमा हुनुहुन्छ, सासूआमा, अनि देउरानी हुनुहुन्छ, अनि नन्द हुनुहुन्छ, देवर हुनुहुन्छ, देवर अनि मेरो श्रीमान विदेशतिर हुनुहुन्छ। तपाईको माइत चाहिँ कहाँ? मेरो माइत स्याङ्जा चिलाउनघाटी हुन्छन्, आदिखोला गाउँपालिका। अनि तपाईलाई यो जुन आफ्नो छोरी दृष्टिविहीन भएको कुरा पनि बताउनु भयो, छोरीको नाम चाहिँ के हो? छोरीको नाम श्रिया सोनारो छ। तपाईलाई आफ्नो बच्चा दृष्टिविहीन छ भन्ने कुरा खास कति समयपछि थाहा पाउनुभयो? मैले 9 महिनापछि थाहा पाएँ सर। 8 महिना पुग्दाखेरि जुन उसलाई फुलहरू दिँदाखेरि उसले हातले छाम्न खोज्यो। अनि त्यसपछि मैले अब आँखा नदेख्ने रहेछन् कि भनेर हिमालय आँखा हस्पिटल देखाउन लगेँ। अनि उहाँ तिलगङ्गामा लैजानु अपरेसन हुन्छ भनेर भने। अनि मैले तिलगङ्गामा लगेँ। तिलगङ्गामा लगेर जाँदाखेरि तपाईँको बच्चाको अपरेसन त हुने हो म्याडम, बच्चा सानो कमतोरको हुनाले तपाईँले 5 वर्ष पूर्व अपरेसन गर्नको लागि भन्नुभयो सरले। अनि मैले 5 वर्षको बनाएँ, घरमै बसेँ आएर। अनि 5 वर्षको पुरा बनाएर भदौमा तिलगङ्गामा गएको काठमाडौँमा। अहिले अपरेसन गरे पनि उसको आँखा देख्दिनन्, उसको ज्योति नै छैन भनेर भन्नुभयो। अनि त्यही हो सर। डाक्टरले खास के कारणले देखे उनले के कारणले चाहिँ तपाईँको आँखा यस्तो भयो भन्नुभयो? जस्तो मानव उदाहरणको लागि कोहीले मोतियाबिन्दु भएर चाहिँ नदेख्ने कारण हुन्छ, कोहीले जलबिन्दु भएर पनि नदेख्ने कारण हुन्छ। खास तपाईँलाई डाक्टरले सल्लाह के दिनुभयो? के कारणले चाहिँ उहाँ नदेख्ने हुनुभएको त नि? आफ्नो छोरी बच्चा के कारणले नदेख्ने हुनुभयो भनेर केही सुझाव त दिनुभयो होला? ऊ सानोमा जन्मदा 7 महिनाको जन्मेको हो। ऊ जन्मदा 700 ग्रामको थियो जम्मा। त्यही भएर उसको वेट कम भएको हुनाले उसको जन्मदै आँखाको विकास नभएको भनेर भन्नुभयो सरले। भनेपछि हामीले कहिलेकाहीँ, मैले बिचमा तपाईँको कुरा काटेँ, कहिलेकाहीँ हामीले चाहिँ गर्भ अवस्थामा छँदाखेरि पनि धेरै औषधि खान्छौँ होइन, गरुङको कामहरू गर्छौँ, वेट नपुगी बच्चाहरू जन्मदाखेरि अपाङ्गता भएर जन्मन्छन् भनेर कहीँ गाउँमा यस्ता किसिमका सचेतना खालका कार्यक्रमहरू तपाईँहरूको जो शङ्कर पोखरीमा गएका थिए कि थिएनन्? त्यो गएको थिएन सर, त्यो गएको थिएन। खासमा अब गाउँघरमा बसेपछि भारी बोक्न पर्ने, अनि अब भैँसी पाल्ने, घाँस काट्ने। अब घाँस काट्दा हिँड्दाखेरि लोटियो भारी बोक्दाखेरि। त्यही हो, अरू त औषधिहरू त मैले खाएको होइन। घाँस काट्न हिँड्दा बर्खाको टाइममा लोट्न चाहिँ उपेटमा हुँदा लोटियो। त्यही हो, अरू औषधि खाने उ गर्ने त्यस्तो गरेको होइन। तपाईँको समुदायले आफ्नो बच्चा अपाङ्गता छ भनिसकेपछि तपाईँको समुदायका व्यक्तिहरूले यो बच्चालाई हेर्ने दृष्टिकोण के फरक पाउनुभयो? होइन, फरक हुँदो रहेछ सर। फरक हुने कि आँखा नदेख्ने भनेपछि सँगै साथीहरूले पनि उसले आँखा देख्थेन भन्ने छुट्टै खालको हुने। अनि गाउँठाउँमा झन् अबुझ हुने के, त्यही भएर यस्तो त भन्ने, आँखा नदेख्ने छोराछोरी भन्ने। तपाईँले शिवालय माध्यमिक विद्यालयमा यस्ता दृष्टिविहीन स्रोत कक्षा छ भन्ने खास कहाँबाट जानकारी पाउनुभयो? मैले यो जानकारी पाएको
हाम्रो उहाँ शङ्कर पोखरीमा एउटा सर हुनुहुन्थ्यो हेडकोचको, उहाँ सरले भन्नुभयो, सर हरि सर हुनुहुन्छ, हरिदत्त सर, उहाँले आफ्नै होस्टेल खोलेर बस्नुभएको छ, त्यहाँ लगेर पढाउनु भन्नुभयो। अनि त्यही भएर थाहा पाएको। तपाईँ यहाँ पनि आउनुभयो, शिवालय माध्यमिक विद्यालयमा दृष्टिविहीन स्रोत कक्षा छ भनेर, समाजको धारणा कस्तो पाउनुभयो? समाजको धारणा त के जस्तो आँखा देख्नेहरूलाई गर्ने व्यवहार छुट्टै हुने र नदेख्नेहरूलाई छुट्टै हुने के। अब जस्तै यताउति अब सरहरूले त बुझ्नु भएको है, अरू अभिभावकहरूले खासै बुझ्नुहुन्न, आफूलाई नपर्ने जेलसम्म बुझ्नुहुँदो रहन्छ, त्यस्तै हो। यहाँ तपाईँले जस्तो शिवालय माध्यमिक विद्यालयमा दृष्टिविहीन छात्रावास छ भन्ने कुरा पनि तपाईँले थाहा पाउनुभयो। छात्रावासमा पनि तपाईँले हेर्नुभयो जो बच्चाहरू विद्यार्थीहरू, त्यो विद्यार्थीहरू पहिला तपाईँको बच्चालाई मेरो मात्रै बच्चा आँखा नदेख्ने छ भन्ने कुरा महसुस भयो र अहिले ती बच्चाहरूको पढाइ हेर्दाखेरि तपाईँमा के चाहिँ केही परिवर्तन आयो? अब बच्चाहरूले केही गर्न सक्छन् भन्ने कुरा तपाईँलाई परिवर्तन केही भयो कि भएन? केही सिकाइ भयो कि भएन? भयो सर, धेरै नै। मैले खासमा अब गाउँमा बस्दा त अरूहरूको बच्चाहरू देख्दाखेरि अब जुन भन्ने आँखै नदेखेपछि के गर्न सक्छ होला र जस्तो लाग्थ्यो। अहिले यहाँ आएर अरू रूपा रमा अनि भाइहरू देख्दाखेरि होइन पढेर केही गर्दो रहेछन् भन्ने जस्तो भएको छ। अहिले त्यस्तो छैन। अस्ति नै पनि सरहरू पोखराबाट आउनुभयो, विभिन्न किसिमको तालिमहरू तपाईँलाई दिनुभयो, तालिमहरू बच्चाहरूलाई दिनुभयो, तपाईँले पनि त्यहाँ सहभागी हुने अवसर पनि पाउनुभयो र त्यसबाट तपाईँले के सिक्नुभयो वास्तवमा? त्यसबाट बच्चाहरूलाई जुन दृष्टिविहीन भएको बच्चाहरूलाई नि पढाइदिन सक्यो, उसले केही गर्दो रहेछ है, आँखा नदेख्ने भनेर हुँदो रहेछ, आँखा देख्ने सराभन्दा अझ ठुलो काम गर्दो रहेछ जस्तो मलाई लाग्यो। त्यही सिकेँ मैले नि। तपाईँको सरले जुन बच्चा नदेख्ने भयो भन्ने कुराहरू पछि तपाईँलाई अथवा सरहरूले के भन्नुभयो? खास बच्चा यस्तो जन्म भयो, यस्तो किन जन्माइस् भनेर केही अथवा त्यस्तो केही चाहिँ भन्नुभयो वा भन्नु भएन? के चाहिँ गर्नुभयो र सरबाट कतिको सहयोग चाहिँ पाउनु भएको छ? होइन, सरले त खासै केही भन्नुहुन्न है। सरले त अब ऊ सानो जन्म्यो र उसको हुनाले आँखाको विकास नभएको हो, अब कसैलाई दोष लाउने होइन भन्नुहुन्छ। तपाईँको घर अब चाहिँ तपाईँको जस्तो अरू हाम्रो अपाङ्गता सञ्जालका अध्यक्ष यज्ञजी पनि हुनुहुन्छ, उहाँसँग मेरो पहिले पनि चिन्जान भएको थियो। तपाईँहरूको घरमा गएर जनप्रतिनिधिहरूले यो बच्चालाई पढ्न पठाउनुहोस्, पढ्यो भने उसले केही काम गर्न सक्छ भनेर त्यहाँको तपाईँको वडा अध्यक्ष हुनुहुन्छ अर्जुन कार्की हुनुहुन्छ होला सायद, मलाई त जस्तो लाग्छ। फलेवास नगरपालिकाको उपमेयर शोभा छेत्री र मेयर गङ्गाधर तिवारी सरहरू पनि हुनुहुन्छ र उहाँहरू तपाईँको घर आँगनमा भेट्न जानुभयो कि जानु भएन, वा यस्ता बच्चालाई पढ्न पठाउनुहोस् भन्नु कि भन्नु भएन? जानुभएको थियो है, गङ्गाधर तिवारी त बरु जानु भएन, वार्डमै काम गर्नुहुन्छ उहाँले। पछि सर जानुभएको थियो अनि शोभा म्याडम जानुभएको थियो। शोभा म्याडमले भन्नुभएको थियो कुसुमामा छ लगेर पढाउनु, पढ्यो भने केही गर्छ बच्चाले भनेर शोभा म्याडम र सरले भनेरै म झरेको। अब खास यो बच्चाहरूलाई विशेष गरेर अरू बच्चाहरूभन्दा दृष्टिविहीन बच्चाहरूलाई यताउति स्याहार संरक्षण अथवा विशेष गरेर उहाँहरूलाई अलिकति ध्यान दिनुपर्छ, त्यो निश्चितै पनि हो। तर तपाईँलाई यो पढाइ चाहिँ जो अरू बच्चाहरूले पढाएको देखेर गाउँमा पनि अरू थुप्रै बच्चाहरू छन्, ती थुप्रै बच्चाहरूलाई के भन्नुहुन्छ? होइन, थुप्रै बच्चाहरूलाई जुन यस्तो आँखा नदेख्ने भनेर घरमा राख्नु हुँदो रहेछ, पढाउनु पर्दो रहेछ। पढाइदिएपछि उसले पनि अरू सराह नै गर्न सक्छ। अहिले अब आँखा नदेख्नेहरूले पनि कम्प्युटर चलाउनु भयो, अस्ति सरले अब त्यस्तो राम्रो बोल्नुभयो। सरले अब उसलाई आँखा नदेख्ने भन्न नै नमिल्ने जसरी बोल्नुभयो, कम्प्युटर नै चलाएर देखाउनु भयो सरले। त्यही भएर घरमा राख्नु हुँदो रहन्छ, छोराछोरी पढाउनु नै पर्दो रहेछ भन्ने भन्छु म। तपाईँले अनि जस्तो अब उहाँ तपाईँको सर अथवा श्रीमान भनौँ विदेशमा हुनुहुन्छ,
अस्ति सरले कम्प्युटरका कुराहरू सिकाउनु भयो, तालिमबाट पनि सिकाउनु भयो। सरका त अनि विदेशमा भएको श्रीमानलाई यसरी भयो भनेर सेयरिङ गर्नुभयो कि भएन? मैले भनिनँ है यो कुरा त, उहाँलाई यतिखेर ड्युटी लामो छ, त्यही भएर छोटो हुन्छ टाइम पुरा गर्नु, सन्चै छौ भन्नु मात्रै हुन्छ। त्यही भएर मैले भनेकै छैन। बरु यहाँ यस्तो पढाइ छ, अब रूपाले पढाउनुहुन्छ, सरहरूले पढाउनुहुन्छ भनेर भने, तर अस्तिको कुरा मैले भनेको छैन। तपाईँले बाल्यकाल कसरी बित्यो? तपाईँको खास बाल्यकालको अवस्था चर्चा गरौँ। तपाईँको बाल्यकाल कसरी बित्यो? मेरो बाल्यकाल त्यस्तै हो सर, खासै सुक्खा त हो, तर त्यस्तो सन्तुष्ट होइन है। सानामा मम्मी अलि बिरामी हुनुभयो, त्यही भएर मलाई पनि अब धेरै पढ्ने रहर थियो। धेरै पढेर केही गर्ने भन्ने सोच थियो। अहिले बल्ल पढ्छु त हुन्छ। अनि आमा चाहिँ बिरामी, बुवा हुनुहुन्थ्यो। बुवाले आमा भए जस्तो त नहुँदो रहेछ। आमा त हुनुहुन्थ्यो तर मानसिक बिरामी, अनि उतिखेर मानसिकको बिरामी। अहिले भए त अब औषधिहरू खुवाउने गर्ने हुन्थ्यो होला। उतिखेर हाम्रो आमाले औषधि खान नि नमान्ने, अनि औषधि खानु नमान्ने बुवाले लामो धामी मात्रै गर्नु क्या, धेरै औषधि नखुवाउने। अनि त्यही उनीहरूको कारणले अनि म भाइ बहिनी थिएँ, 2टा भाइ 2टी बहिनी। अनि मैले कक्षा 6सम्म त पढेँ। अनि त्यसपछि घरको काम गर्नुपर्ने, अनि पढेर केही गर्नुपर्छ भन्ने त लाग्थ्यो है। उनीहरू पनि हुँदाहुँदै पनि आफ्नो स्थिति बाध्यताले गर्दा पढ्न सकिएन। त्यही भएर अहिले जुन बच्चाबच्चीले आफूले नपढे पनि पढेर केही गर्नुपर्छ है भन्ने सोच लाग्छ। त्यही पनि छोराले अलि पढ्न त पढ्छ है छोराले, बाबुले, तर नानी यस्तो हुनाले अलिक टेन्सन लाग्छ। बाबुले कहाँ पढ्नुहुन्छ? तपाईँकै मुखबाट भनिदिनुहोस् न, बाबुले कहाँ पढ्नुहुन्छ, कतिमा पढ्नुहुन्छ? बाबुले नै यहाँ शिवला मावि कक्षा 6मा पढ्छ। बाबुमा त त्यस्तो खास अपाङ्गता छैन कुनै? बाबु त एकदम छ, दिमाग छ, पढ्न नि पढ्छ। अनि पक्कै पनि जो मैले तपाईँसित प्रश्न सोधिरहँदा मैले चाहिँ गर्दा मेरो पीडा पनि लगभग त्यस्तै हो होइन। मेरो पनि भनौँ न भाइ आमा दृष्टिविहीन, भाइ दाइ मेरो सुसाइडै हो, मेन्टल बिरामी हुनुहुन्थ्यो। बा पनि म सानो छँदा चाहिँ हुनुहुन्थ्यो। ठ्याक्कै अब पीडा यस्तै हो पक्कै पनि। तर पढाइको महत्त्व के छ र त्यसलाई हामीले कसरी महत्त्व दिने भन्ने कुरा पक्कै पनि तपाईँले बुझिसक्नु भएको छ। तर कहिलेकाहीँ अझ अहिलेभन्दा पहिला पाठ्यपुस्तक पनि हुँदैन थियो र छात्रवृत्तिहरू पनि हुँदैन थियो, र यसैमा अर्को महिला भनेको घरको चुलो चौको मात्रै गर्नुपर्छ भन्ने हो। त्यस कारण पढाइको महत्त्व। अब तपाईँलाई म अर्को सोध्छु, जस्तो तपाईँको चाहिँ खास स्याङ्जा कुन ठाउँमा भन्नुभयो? तपाईँको माइत चाहिँ? माइत त मेरो स्याङ्जा चिलाउन घाटी गाविस आधुखोला पर्छ, स्याङ्जा चिलाउन घाटी भन्छ। अनि यो जो थुप्रै जो नपढेका व्यक्तिहरू हुनुहुन्छ होइन, अझ विशेष गरेर यो तपाईँको अझ विशेष गरेर अपाङ्गता भन्ने कुरा, जो गरिब छ त्यहाँ अपाङ्गता लुकेको छ, जहाँ दलित समुदायका व्यक्ति हुनुहुन्छ त्यहाँ अपाङ्गता छ, जहाँ महिला हुनुहुन्छ त्यहाँ अपाङ्गता छ। खास तपाईँले यो दृष्टिविहीन भएर पनि जो पढ्न समाजमा पढ्न जानुभएको छैन र उहाँलाई चाहिँ पढाउन चाहनुहुन्छ, उहाँलाई के भन्न चाहनुहुन्छ? त्यस्तो समुदायका व्यक्तिहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ? मैले त्यस्तो समूहको व्यक्तिहरूलाई पढाउनु पर्ने रहेछ है। अहिलेको जमाना नपढेको केही पनि छैन। अब हाम्रो जमाना त बरु जसो तसो कट्यो, तर अहिले त नपढी त केही पनि छैन। त्यही भएर उहाँ अभिभावकहरूलाई बच्चाहरूलाई पढाउनै पर्छ भनेर भन्छु। अब स्थानीयताका नगर प्रमुख उपप्रमुखलाई खास के भन्न चाहनुहुन्छ तपाईँले? उपप्रमुखलाई जुन यस्तो अपाङ्गहरू छन् बच्चाहरू, उहाँहरूलाई जतिसम्म एलकेजीका आनन्द के अरे उता होइन, यो कसको आछन् त्यही बसेर 2 घन्टा यसो पढाइदिनु पर्छ। यस्ता बच्चाहरूलाई खास तपाईँले के भन्न चाहनुहुन्छ?
त्यस्तो बच्चाहरूलाई मैले खास राज्यले पनि हेर्नु पर्यो बच्चाहरूलाई राज्यले नै हेर्नुपर्छ जुन भन्ने अपङ्गता भनेपछि त राज्यले नै ध्यान दिनुपर्छ भनेर भन्न चाहन्छु त्यस ध्यान दिनुपर्छ ध्यान दियो भने उनीहरूलाई चाहिँ अवसर दियो उनीहरूले पनि केही गर्न सक्छन् अवसर चाहिँ दियो भने पक्कै पनि उहाँले समाजमा केही गर्न सक्नुहुन्छ अब मैले तपाईँलाई सोधेँ मैले खास भन्न खोजेका कुरा र तपाईँले भन्न बिर्सेका कुरा केही छन् खासै केही छैन होइन मैले जे चाहिँ भने अब यस्ता नगर प्रमुख उपप्रमुखहरूले नै यस्ता अपाङ्गता भएका बच्चाहरूलाई पढाउनु पर्यो अवसर दिनु पर्यो गाउँ गाउँमा लुकेर रहेका छन् छरिएर रहेका छन् होइन यस्ता किसिमका बच्चाहरूलाई के गर्न पर्यो हामीले पक्कै पनि अवसर दियो भने अगाडि बढ्न सक्छन् होइन अरू सरह तिनीहरूले अवसर पायो भने पक्कै पनि अरू सरह चाहिँ काम गर्न सक्छन् भन्ने तपाईँको भनाइयो पक्कै पनि आगामी दिनमा पनि तपाईँले चाहिँ बच्चाहरूलाई राम्रोसँग पढायो भने ती बच्चाहरू पक्कै अगाडि बढ्न सक्छन् अनि जसले मेरो पक्कै पनि यो चाहिँ भिडियो सुन्नुहुन्छ उहाँहरूले मेरो फेसबुकमा लाइक कमेन्ट र सेयर गर्न नबिर्नु होला र मेरो युट्युब च्यानल हरिदत्त शर्मा सुवेदी तथा टिकटकमा पनि सब्सक्राइब लाइक कमेन्ट सेयर गर्न नबिर्नु होला